सोच्नुहोस्, रोज 10 वटा इन्क्वायरी आउँछन्, व्हाट्सएपमा मेसेज आउँछ, रेट बताउनुहोस्। तपाईले रेट पठाउनुहुन्छ अनि साइलेन्स, कुनै रिप्लाई छैन, कुनै अर्डर छैन। त प्रब्लम के हो? प्रोडक्टमा, प्राइसमा? धेरै जसो केसेसमा होइन। असली प्रब्लम हो ट्रस्टको ग्याप। जुन बायर छ उसले तपाईलाई चिन्दैन, तपाईको कुनै अनलाइन प्रेजेन्स छैन, कुनै रिभ्यूज छैनन्, कुनै भेरिफाइड प्रोफाइल छैन। त ऊ रेट लिन्छ, कम्पेयर गर्छ र जहाँ उसलाई भरोसा मिल्छ त्यहाँ अर्डर दिन्छ। दोस्रो कारण फलोअप नगर्नु। एउटा मेसेज पठायो बस। बिजनेसमा बायर आफै आउँदैन, उसलाई अलिकति गाइड गर्नुपर्छ। र तेस्रो कारण तपाईको रिस्पोन्स टाइम। अगर तपाईले 6 घण्टापछि रिप्लाई गर्नुभयो भने बायर त्यतिखेरसम्म अरू कसैसँग डिल गरिसकेको हुन्छ। सल्युसन सीधा छ, आफ्नो क्रेडिबिलिटी देखाउनुस्, भेरिफाइड रहनुस्, फास्ट रहनुस्, फलोअप गर्नुस्। नेपाल सप्लायर्स जस्ता प्लेटफर्म्समा भेरिफाइड सप्लायर्सको प्रोफाइल हुन्छ। बायर्स त्यहाँ कम्पेयर गर्छन् र जो ट्रस्टवर्दी देखिन्छ उसैलाई अर्डर मिल्छ।